जब दुष्टहरू मेरा शत्रुहरू र मेरा दुश्मनहरू मेरो मासु खान म माथि आइलागे तब तिनीहरूले ठेस खाएर लोटे। सेनाले मेरो विरोधमा छाउनी हाले तापनि मेरो हृदय डराउने छैन। मेरो विरोधमा लडाई मच्यो भने पनि म यस अवस्थामा निश्चिन्त रहनेछु। एउटै कुरा मैले परमप्रभुबाट मागेको छु र त्यसैको पछि म लाग्नेछु। परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न म आफ्नो सारा जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ, किनकि विपत्तिको दिनमा उहाँले मलाई आफ्नो मण्डपभित्र लुकाइ राख्नुहुनेछ। उहाँले मलाई आफ्नो वास